नमस्कार। आज बिहान जे देखियो देख्ने लायक थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू बिहानै गुम्नुबाट पक्राउ पर्नु भएको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पक्राउ गरेर यति बेला काठमाडौँ जिल्ला प्रहरी प्रशासनमा ल्याइएको छ। दशमानबाब यो देख्न सक्छौँ हामीसँग पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पक्राउ गरेर यति बेला जिल्ला प्रहरी परिसरमा ल्याइएको छ। ओलीज्यूको समर्थकहरूलाई भित्र पस्न दिइएको छैन। गाडीलाई रोक लगाइएको छ। यहाँ कुनै पनि प्राइभेट गाडीहरू ओली समर्थक बस्नुभएको गाडीहरूलाई यहाँ प्रहरीले भित्र पस्न दिएको छैन। उहाँको कार्यकर्ताहरू चाहिँ एकदम सङ्गीत तरिकाले रोक्न खोज्नुभयो पुलिसहरूलाई, तर प्रहरीहरू नडराई केपी ओलीलाई पक्रिनु भएको छ। यो सेतो गाडीमा चाहिँ केपी ओलीलाई लिएर जाँदै हुनुहुन्छ। लगभग 2000 प्रहरीको उपस्थितिमा केपी शर्मा ओलीलाई र रमेश लेखकलाई बिहानै पक्राउ भएको छ। यो पक्राउ चाहिँ नेपालकै राजनीतिमा भूकम्प ल्याउने पक्राउ हो। एमालेको केही कार्यकर्ताहरू बालेन्चा मुर्दाबाद र केपी ओली जिन्दाबादको नारा पनि लगाउनु भएको थियो, तर सुदन गुरुङलाई लिएर धेरै नै क्रिटिसाइज भएको थियो कि उहाँ चाहिँ गृहमन्त्रीको लायक छैन भनेर, बोल्न आउँदैन, मेन खास कुरा बोल्न आउँदैन भनेर। आज चाहिँ रातभरि नसुतेर फाइल मिलाएर ठुला अधिकारीसँग वार्तालाप गरेर बिहानै उज्यालो नहुँदै केपी ओली पक्राउ पर्नु भएको छ। पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ लग्नु भएको छ। यस घटनाले नेपालकै राजनीतिमा ठुलो परिवर्तन ल्याउन सङ्केत गरिरहेको छ। जनताको प्रतिक्रिया पनि एकदम मिश्रित आएको छ। र तपाईँको विचारमा के छ कमेन्ट गर्नुहोला र च्यानललाई सब्स्क्राइब गरेर जानुहोला। धन्यवाद।